सबै कृषकहरू, आज हामीहरू एउटा सुपारीको विशेष समस्याको विषयमा एउटा भिडियो बनाउँदैछौँ। अहिले बाहिर पानी परिरहेको हुनाले गर्दाखेरि हामीले बाहिर गएर रियल असल फोटो पाउन सकिरहेका छैनौँ र अस्ति हामीले दाना फुट्ने विषयमा एउटा सुपारीको दाना चर्कने फुट्ने विषयमा भिडियो बनाएको थियौँ र सबैले त्यसमा मन पराइदिनु भयो। धेरै कमेन्ट्सहरू आए, सायद त्यो बुझ्नु होला। आज हामीहरू सुपारीको झुप्पो कुहिने रोगको विषयमा चर्चा गर्नेछौँ र मैले अस्ति भिडियो पनि एउटा फोटो हालेको छु, त्यसमा झुप्पो कसरी कुहिन्छ र झुप्पो चाहिँ कहिले कुहिन्छ भन्दाखेरि अब फागुन चैतबाट आरम्भ गरेर जेठसम्ममा त्यो समयमा चाहिँ झुप्पो चाहिँ कुहिन्छ। कसरी कुहिन्छ भन्दा फुलिसकेको झुप्पो जुन छ त्यो चाहिँ टुप्पाबाट सुक्दै सुक्दै पहेँलो हुन्छ। त्यसको जुन राचिस भन्छ, त्यसको डन्ठा हुन्छ जुन चाहिँ फुलको पुष्पगुच्छको, त्यहाँ चाहिँ स्त्री फुल र पुरुष फुल लागेका हुन्छन् र त्यो माथि टुप्पाबाट सुक्दै पहेँलो हुँदै आएर पछि गएर कालो हुन्छ, परिणत हुन्छ र अन्तमा गएर चाहिँ जम्मै जो बोट नै त्यो फुल नै पुष्पगुच्छ नै जम्मै सुकेर कालो भएर जान्छ र हामी कालो भएपछि मात्रै देख्छौँ। तर हामी पहेँलो हुँदैखेरि त्यतिखेर हामीले केही प्रतिकार गऱ्यौँ भने यसलाई हामीले बचाउने सम्भावना हुन्छ। र यसको मूल कारण चाहिँ के हो भने अब केही माटामा नमीको अथवा चिस्यानको पानीको अभाव भयो, माटामा खाद्य पदार्थको अभाव भयो, अनि त्यहाँबाट बढी गर्मी हुन्छ त्यतिखेर र त्यसको कुप्रभावले गर्दा चाहिँ त्यो बोट चाहिँ कमजोर भएको हुन्छ, प्रतिकार गर्न सक्दैन र त्यसमा चाहिँ त्यो फङ्गस, यो चाहिँ एउटा फङ्गस जनित अथवा ढुसी जनित एउटा रोग हो। कोलेटोट्राइकम ग्लोस्परिडस भन्छ यसको नाम चाहिँ। र यसरी यसले आक्रमण गर्दाखेरि चाहिँ पहिले पहेँलो भएर त्यसरी अघि मैले भने जस्तै गएर त्यो पुरा कुहिएर जान्छ र यसको प्रतिकार स्वरूप चाहिँ हामीले के गर्नु पर्यो भने जस्तो अघि मैले भने त्यसलाई अब मलजलहरू सबै भने जस्तो ब्यालेन्स मिलाएर गर्नु पर्यो, पानी दिनु पर्यो, के अभाव छ भने त्यो हेरेर त्यसलाई त्यो गर्नु पर्यो, पिएच ब्यालेन्स हेर्नु पर्यो। र त्यस पछाडि चाहिँ हामीले के गर्नु पर्यो भने यदि त्यो पुरै पहेँलो पनि भइसक्यो, माथिबाट टुप्पो सुकेको पुरै पहेँलो भयो भने र पुरै त्यो कुहिएको छ भने त्यसलाई हामीले राखेर फाइदा छैन र त्यसलाई माथि आङकुसे लगाएर झार्ने। आङकुसे लगाउने पनि अहिले कार्बन फाइबरको सजिलो, अब 40 फुटकोलाई हामीले 2 किलो, 1.5देखि 2 किलो मात्रै वेट भएको एउटा पाइपमा झार्ने एउटा पाइन्छ, त्यो पनि पाइन्छ। स्प्रेयर पनि पाइन्छ र धेरै यस्ता यन्त्रहरू छन् माथि गएर स्प्रे गर्ने, झार्ने। सर्वप्रथम हामीले के गर्ने, क्षतिग्रस्त जुन जति पनि ती झुप्पा छन् तिनीहरूलाई चाहिँ हामीले पुरा हटाउने, अनि त्यहाँबाट बाँकी रहेको समस्त जुन झुप्पाहरू छन् अथवा जम्मै बोटहरू वरिपरिका छन् त्यसमा चाहिँ हामीले 3 ग्राम प्रति लिटरका दरले डाइथेन M45, त्यसलाई चाहिँ इन्डोफिल M45 पनि भन्छ। भारतमा अहिले यसको प्रतिबन्ध लागेको छ र पाइँदैन भने त्यसको बदलीमा चाहिँ हामीले हेक्साकोनाजोल 2 मिलिलिटर प्रति लिटरको दरले हामीले मिसाएर, झोल हो त्यसलाई मिसाएर चाहिँ सबै बोटमा स्प्रे गर्नु पर्यो। त्यसको 15 दिन पछाडि फेरि हामीले ब्लाइटक्स 3 ग्राम प्रति लिटरको दरले मिसाएर फेरि स्प्रे गर्नु पर्यो। र फेरि पनि म रिपिट गर्दैछु, डाइथेन M45 अथवा इन्डोफिल M45 3 ग्राम प्रति लिटर पानीमा मिसाएर जम्मै पुष्पगुच्छमा, जम्मै झुप्पामा स्प्रे गर्ने। यहाँ झुप्पामा छ, अर्को बोटमा छैन भनेर हुँदैन, एउटामा देखियो भने समस्त झुप्पाहरूमा चाहिँ हामीले त्यो स्प्रे गर्नुपर्छ। र दर्शकवृन्द यहाँ अलिक नजिकै देखा है, यो यसरी कुहिएको हुन्छ, यो पहेँलो भयो, यसलाई देखा ल, फोकस गर, यो यसरी पहेँलो भएर गयो अनि पछि गएर यसरी कालो भएर जम्मै चाहिँ कुहियो र यो चाहिँ एउटा लक्षण तपाईँहरूले बुझिहाल्नु होला समस्त। र यो चाहिँ अखमिया पुस्तकको अन्ततिर फोटोहरू छन्, त्यसमा चाहिँ मेरै पुस्तकको उद्धृत गरिएको लिएको मैले फोटो र यसरी नै मेरो नेपाली पुस्तक छ, त्यसको पेज कति छ, 52 पेज, 52 पेजमा यहाँ लेखेको छ प्रावधान। यहाँ हेर्नुहोस्, झुप्पो फुल कुहिने रोग लेखिरहेछ होइन, यसरी पुरा झुप्पो चाहिँ कुहिरहेछ र यो कुहिनु अहिले तपाईँहरूले देख्नुहुन्छ, यो चाहिँ पहिल्यै कुहिएको हो, पहिल्यै त्यसमा इन्फेक्सन भएको हो र अहिले हामीले यो लाई चाहिँ जति छिटो हुनसक्छ छिटै हामीले यसलाई हटाउनुपर्छ, नभए अरूमा रोग सर्छ धन्यवाद छ। र यति भन्दै म समाप्त गर्न चाहन्छु। समाप्त गर्नुभन्दा पहिल्यै तपाईँहरूले कहिले पनि मलाई फोटोहरू पठाउँदाखेरि मेरो भिडियोहरू पठाउनुहुन्छ, तर भिडियो पठाउँदा केही बुझिँदैन, विभिन्न एङ्गलमा विभिन्न कोणमा खिचेको जुन क्षतिग्रस्त भाग छ त्यसलाई धेरैवटा फोटो बनाएर नजिक टाढा सबै मिलाएर चाहिँ मलाई तपाईँहरूले फोटो पठाउनु होला। त्यसरी व्याख्या गर्दाखेरि अब यस्तो भयो सर, मलाई किरो लाग्यो भन्दा किरो लागेको हुनसक्छ, त्यसमा रोग लागेको हुनसक्छ, बुझिँदैन।
है। र यति भन्दै सायद मैले बुझाउन सकेँ भन्ने आशा गर्दै म तपाईँहरूबाट आज बिदा लिन चाहन्छु। मेरो युट्युब च्यानल @शरणकुमार रिजाल 1026 पनि सब्स्क्राइब गर्नुहोस्, हेर्नुहोस्। त्यसमा विस्तृत विवरण पनि मैले दिएको छु। धन्यवाद छ। थ्याङ्क यू।